हन हौ केटा, हामीलाई त पहिला गाडीमा चढ्ने औकात छैन भन्थ्यो केटाहरूले। भन्दै हाम्रो औकात अब औकात चाहिँ जेसिबी रिजर्भ लानेसम्म चाहिँ भइयो है। नै लवात्तै भन्नु पायो भन्दैमा भन्नु हुँदैन रहेछ है केटा हौ। हाम्रो पनि फेसबुकबाट लवात पैसा आउनु थालेर हामी चाहिँ जेसिबी अफ रोडिङ कुदाउँदैछौँ आज चाहिँ। अब यो चाहिँ हामी किन्छौँ नै होला, अफ रोडिङ मजाले कुद्यो भने। आज चाहिँ ट्रायल हुँदैछ यो जेसिबीको, हेर्नु सक्नुहुनेछ भन्दै तपाईँहरू सामु देखाउनु गइरहेको छौँ। बाइक कुदाउने केटाहरूले हामीलाई गाडी चढ्ने क्षमता पनि छैन भन्थ्यो। हामी चाहिँ जेसिबीसम्म पुग्यौँ है फेसबुक पैसा लवात आएर। अनि पहिलाको बुढो पाकोहरूले भन्थ्यो भाग्यमानीको खप्पर ठुलो भन्थ्यो, अभागीको लखर ठुलो भन्थ्यो। हाम्रो चाहिँ केही पनि ठुलो छैन है ब्रदर हो। हरेस लाग्यो भन्दैमा भिडियो बनाउनु चाहिँ छोड्नु हुँदैन रहेछ। हामी चाहिँ कन्टिन्यू नै जान्दैछौँ। अब हामी चाहिँ जेसिबी रिजर्भ गरेर आज चाहिँ भिडियो बनाउनु गइरहेको छौँ। देख्नु सक्नुहुनेछ, तपाईँहरू सामु देखाइरहेको छौँ। अनि भन्दै भिडियो चाहिँ एकदम अब अल्छी नमानिकन रेगुलर बनाएकै गर्नुपर्छ। त्यसै कारणले अब आफूलाई पनि जोस आउँदै जान्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ अब नभन चाहिँ अल्छी लागेर चाहिँ ग्याप भइदियो भने सकिगयो, अल्छी नै हुँदो रहेछ। अनि तपाईँहरू सामु चाहिँ कन्टिन्यू बनाउने मान्छेहरू छ भने पनि सहायता गर्नुपर्ने रहेछ। अब जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ, भिडियोको मार्फत म तपाईँहरूलाई केही कुरा सिकाइरहेको छु। जति पनि भिडियो बनाउने मान्छेहरूलाई यसो अप्सनहरू दिनुहोस्, सिक्ने उनीहरू पनि सिक्ने मौका पाउँछ। तपाईँहरू पनि धर्म कमाउनुहुन्छ। सबैभन्दा ठुलो चाहिँ धर्म हो ब्रदर हो। अनि ढुङ्गा माटो गर्नेहरूको एन्ड्रोइड फोन हुन्छै हुन्छ, दुःख गरेर किनिरहेको हुन्छ। अनि उहाँहरूलाई पनि अलिकति आइडिया दिनुहोस् यस्तो भनेर। कतिपय मान्छेहरूले सिक्छ, कतिपय मान्छेहरूलाई शरम लागिरहेको हुन्छ। उनीहरू पनि अब गर्नु त चाहन्छ तर आइडिया हुँदैन। अनि कतिपय मान्छेहरूलाई चाहिँ सिकाइदिनु भयो भने चाहिँ उनीहरू पनि यसो भिडियोहरूमा अलिकति अब काम भनेको कन्टिन्यू नै हुन्छ। अब यसो काम गर्दै भए पनि मनोरञ्जनको लागि भिडियो, अब हल्का भिडियो बनाएर हल्का मुस्कान आयो भने तपाईँहरूले धर्म पाउनुहुन्छ भन्दै। अब संसारकोमा एन्ड्रोइड फोन त हुन्छै हुन्छ, अलिकति ज्ञानको कुराहरू पनि दिनु सक्नुभयो भने यो भिडियो मार्फत हेर्ने दाजुभाइ दिदीबहिनीहरूले। अनि अब दुःख गर्ने मान्छेहरूकोमा पनि फोन हुन्छ। पहिला हामी पनि ढुङ्गा माटोसँग खेलिएर मजाले अब फोन त किन्यो तर आइडिया थिएन, बोल्नु शरम लाग्थ्यो। त्यसै कारणले म तपाईँहरू सामु भनिरहेको, अरूलाई पनि सिकाउनुहोस्, आफू पनि सिक्नुहोस् नजानेको कुरा भनेर भन्नु चाहिरहेको। अनि भन्दै चोरेर खानु हुँदैन, लुटेर खानु हुँदैन, कसैलाई दबाब दिएर खानु हुँदैन, तर बोल्नु चाहिँ शरम गर्नु हुँदैन। भिडियो बनाउनुको लागि चाहिँ अब नाङ्गिनु हुँदैन। अनि भिडियो बनाउँदाखेरि चाहिँ केहीको शरम डर नमानिकन बनाउनु पर्ने रहेछ। शरमहरू नगरिकन त्यसरी नै अब दिनदिनै बनायो भने स्किल बढ्दै जाँदो रहेछ। छोड्नु चाहिँ हुँदैन रहेछ है ब्रदर हो। अनि दुःख गर्नुपर्छ, आफ्नो ठाउँमा छ दुःख, भिडियो बनाउनुपर्छ आफ्नो ठाउँमा छ भिडियो। अब टाइम वेस्ट त्यसै फोन खेलाएर जानुभन्दा, एमबी सक्नुभन्दा दुईवटा भिडियो बनाएर अपलोड गर्नुभयो भने त्यसै अब टाइम वेस्ट पनि हुन्छ, बोल्ने एक्सपिरियन्स पनि बढ्दै जान्छ, साथीभाइहरूसँग यसो चिनजान पनि हुन्छ। अनि काहीँ कथन यसो प्रोग्रामतिर बोल्ने मौका पाउँदाखेरि शरम पनि लाग्दैन, त्यतिकै स्किल बढेर गएको हुन्छ। नभए नै अब भिडियोमै अरूको भिडियो मात्रै हेर्दै बस्यो भने स्किल पनि डाउन हुन्छ, बोल्ने क्षमता पनि घटेर जान्छ। हुनु त अब सबैकोमा मुख छ, ट्यालेन्टेड हुन्छ, तर पनि त्यो बाहिर निक्लिँदैन। दबाबभित्रै दबाएर मान्छेसँगै लान्छ। ट्यालेन्टै नभए तापनि बोल्ने ट्राई चाहिँ गर्नुपर्ने रहेछ भन्छु म चाहिँ। अब आफूभन्दा अलिक सिनियर भिडियो बनाउनेहरूले राम्ररी बोलेको हुन्छ, एडिटिङमा टपर हुन्छ उनीहरू। हामी चाहिँ अब बोल्नु पनि जान्दैन, एडिटिङ गर्नु पनि जान्दैन, तरै पनि
अब कोसिस चाहिँ गर्नुपर्छ। अरूले त के भन्छ छ्या बनाउनै जान्दैनछ तिमीले यो यस्तो गर्नुपर्छ भनेर कतिले चाहिँ घमण्ड देखाएर अब त्यसलाई पनि अब नबनाओस् भनेर कति के भन्छ। तर पनि छोड्नु हुँदैन, आफ्नो धुन चाहिँ आफै खेदाएर जानुपर्छ, छोड्नु चाहिँ हुँदैन है ब्रदर हो। अनि दुःख सुख आफ्नो ठाउँमा छ। अनि मान्छे जति पनि अब साह्रै अब केटाकेटीहरू आजभोलिको त बारी यताउता काम त गर्दैन, बाउ आमालाई यसो हेर्छ बारीतिर, अब घरमै फोनहरू चलाइराखेको हुन्छ। अनि जति सक्दो अब ढुङ्गा माटोहरूसँग यसो अब टाइम पायो भने घरमा दल्लिनुपर्छ है ब्रदर हो भन्दै म चाहिँ ब्रदर सिस्टरहरूलाई म यसो यहाँबाट आग्रह गर्नु चाहन्छु। किनभने अब सबैको ज्यान अब आफ्नो ज्यान आफैलाई प्यारो हुन्छ, तर पनि छोराछोरीको लागि बाउ आमाहरू निरन्तर घोटिरहेको हुन्छ घाँस दाउरासँग। अब घाम पानी केही नभनिकन अब कन्टिन्यू काम गरिरहेको हुन्छ। यसो घरमा अब कति त ड्युटीवाला हुन्छ, ड्युटी छुट्टी भएर पनि यसो घरमा पनि टाइम टेबल निकालेर छुट्टीको टाइममा कामहरू सघाउने प्रयास गर्नुपर्छ। हेर्नु सक्नुहुनेछ अब यहाँ तल एकजना आन्टी गर्दै हुनुहुँदो रहेछ, यस्तो घाममा पनि काम गरिरहनु भएको छ। अब यस्तै अरू जग्गा पनि हुन्छ नि, अब काम हुन्छ गरिरहेको हुन्छ, घरमा छोराछोरी ठुल्ठुलो हुन्छ, तर पनि बाहिर निक्लेर बाउ आमालाई सहायता नगरिरहेको देख्छौँ हामी चाहिँ। अनि गर्नुपर्छ सहायताहरू आफूले जति सक्दो हुन्छ। अब कतिले भन्छ घामले डरेर कालो हुन्छ भन्छ केटाकेटीहरूले, हाम्रै एजको केटाकेटीहरूले, अन्त हामी त नगर्दा पनि हुन्छ, बाउ आमाले सक्छ पाल्नु भन्छ। हुनु त अब आफ्नो स्किन आफ्नो फेसहरू त माया हुन्छ सबैलाई, अब बाउ आमालाई पनि त्यही हुन्छ, तर पनि छोराछोरीको लागि आफ्नो सब कुरा त्यागेर गरिरहेको हुन्छ काम धन्दा। नगरोस् मेरो छोराछोरीले नगरोस्, दुःख नपाओस् भनेर बाउ आमा दलिन्छ। तरै पनि बाउ आमाको दुःख बाउ आमासँगै हुन्छ, छोराछोरीको दुःख छोराछोरीसँगै हुन्छ, तर पनि गर्नु चाहिँ पर्छ है ब्रदर हो। अनि बाउ आमाले चाहिँ सुख चाहिँ कहिले पनि पाउँदैन, छोराछोरी हुर्केर पाउँछ भन्छ। आशमै मर्छ है बाउ आमा चाहिँ, कहिले पनि हुँदैन सुख भने पटक्कै हुँदैन। अनि छोराछोरीले जान्नुपर्छ बाउ आमालाई सुख दुःख सुखहरू दिनु चाहिँ। त्यसो भन्दै म तपाईँहरू हाम्रो बुलडोजर देखाउनु गइरहेको छु, ब्रदरलाई धन्यवाद टक्राउनु गइरहेको छु यहाँ भिडियो मार्फत। अनि सहायता चाहिँ छोराछोरीले बुझ्नुपर्छ, अब कहिले त सुख पाउँदैन, सानोदेखि दुःख पाएर। अनि त्यो नबुझ्नुको कारण चाहिँ बाउ आमाको पनि गल्ती हो। अब सानैदेखि छोराछोरीलाई बुझाउनु सक्दैन बाउ आमाले, त्यसै कारणले भोग्नुपर्छ बाउ आमाले पनि। अब छोराछोरीले दुःख गरेर सानैदेखि दुःख अब काम गर्नु नसके पनि यसो हिँडाएर बाउ आमासँगै हातमा डोराएर हिँडायो भने अनि बाउ आमा यस्तो दुःख गर्दो रहेछ भनेर बुझ्दै जान्छ, काम गर्नै नसके तापनि। अन्त एकैचोटि बाउ आमाले देख्दैन दुःख देख्दैन छोराछोरीले बाउ आमाको, अनि भनेर पनि बुझ्दैन। अब जब देख्छ अब सानैदेखि बुझ्दै यस्तो दुःख गरेर आएको रहेछ भनेर उनीहरूले पनि बुझेको भए चाहिँ सायद नराम्रो अब के कुराहरू पनि नखाइ नै राम्ररी